एक अर्को सन्दर्भ यहाँले हिजो पत्रकारहरू माझ बोल्नु भएको प्रसंगलाई म उठाउन खोज्दैछु। राजनीतिक दलहरू र तत्कालीन राज संस्था बीच त्यस्तो केही सम्झौता भएको थियो जति बेला राज संस्था थियो, तर म यो अहिले भन्दिन, त्यो बिस्तारै भन्छु अथवा त्यो अवसर प्राप्त भएपछि भन्छु। यो अवसरलाई उपयोग गरिदिनु भयो भने हामी आभारी हुन्थ्यौं। तपाईको त्यो इच्छा पनि म पूरा गरिदिन्छु। त्यो समयमा धेरै पटक तत्कालीन 7 दल सँग लिखित आदान प्रदानको दोहरी चलेको थियो। शब्द शब्दमा केलाइकन पनि कागजको आदान प्रदान भएको थियो। कतिपय हाम्रा नेताहरू अहिले पनि जीवितै हुनुहुन्छ जसले त्यो कागजमा उहाँहरूकै हस्तलिपि छन्। बुदाहरू धेरै थिएन, स्पष्ट थियो, जुन सबै नेपालीले देखिसकेका छ, बुझिसकेका छ। जे उहाँहरूले माग्नु भएको थियो मैले गरे। कतिले मलाई दोष पनि लाए, त्यो गर्नु पनि हुने थिएन, गर्ने नहुने काम पनि गर्यो। तर देशमा जसरी भए पनि शान्ति आओस् र दलहरूले नि त्यो बोझ र त्यो दायित्व लिन्छ भन्ने हामीलाई के अप्ठ्यारो थिएन। त्यही अनुसारले त्यो सम्झौता बमोजिम मैले काम गर्दै गएँ। राज संस्थाको वर्गीकरण त्यो गर्ने, त्यसमा पनि तपाईले हस्ताक्षर गर्नुभयो? छैन, त्यो कुरै छैन। कसरी यो कहाँबाट यो कुरा उठ्यो त्यो हामीसँग भएको सम्झौतामा त कतै पनि त्यस्तो कुरा छैन। कहिले कोही जुन अघि मैले भने सबैलाई थाहा भएको कुरा हो, संसदको पुनर्स्थापन गर्नुपर्ने, दलहरू मध्येबाट प्रधानमन्त्री नियुक्त गर्नुपर्ने, संवैधानिक राजतन्त्र बौद्धिक व्यवस्थालाई फेरि बिउताउनु पर्ने, त्यस्तै कुराहरू यस्ता मात्रै थिए। त्यो जुन मलाई अप्ठ्यारो नै थिएन। यो चाहिँ वैशाख 9 गतेको चरणभन्दा पछाडि वैशाख 11 को सन्दर्भमा यहाँले सम्झिनु? 8 गतेको। 8 गते कि 11 गतेको? 11 गतेको। वैशाख 11 गते। कति बुँदे सम्झौता थियो त्यति बेला दलहरूसँग? 3-4 बुँदे, मलाई धेरै पनि थिएन, 3-4 बुँदे जस्तो लाग्छ। त्यो अझ पनि कतै होला। त्यो यहाँसँग सुरक्षित नै होला त्यो सम्झौता? मसँग छ कि कोसँग छ त्यो होला कतै। त्यति बेला चाहिँ अरू 7 राजनीतिक दलले यहाँहरूसँग गरेको सम्झौतामा चाहिँ राजतन्त्र रहने, बहुदलीय व्यवस्था पनि रहने भन्ने नै थियो त्यसमा? डेफिनेटली। हजुर, डेफिनेटली त्यही नै थियो। त्यसपछि स्थिति कसरी मोडिएछ? 8 भएपछि हो कि जस्तो लाग्छ मलाई।
आर्ट भएपछि पनि त्यो त्यति जबरजस्त भएर अगाडि बढ्यो होइन त्यसमा त्यो साथले गरेको सम्झौताको कुनै माने राखेन त्यस्तै हुनु गयो अहिले त त्यस्तै बुझ्नुपर्छ हामीले त्यसो त त्यति बेला त्यो साथ दलभित्रबाट सम्झौतामा हस्ताक्षर गर्ने नेताहरू आज पनि होला नि त राजनीतिमा छन् एक दुई बाहेक एक दुई धेरै छन् यस्तो लाग्छ होला उनीहरूसँग नैतिकता रहन्छ यहाँलाई अब फेरि तपाईले मेरो मुखमा शब्दहरू हाल्नु खोज्नु भयो त्यो तपाईको शब्द हो उहाँहरूलाई नै थाहा हुनुपर्छ राजनीतिमा मैले कतिचोटि सुनेको छु यो के अरे बदनाम हुनु बेस रे गुमनाम हुनु चाहिँ नि हुन्न रे भने जस्तै नैतिकताको कुरा गर्ने हो कि अरू जेको कुरा गर्नुहोस् तपाईँ उहाँहरूलाई नै थाहा होला यस्तो किन के अब के भयो मैले त सजिलैसँग छोडिदिए अब जवाफदेही उहाँहरू हुनुहुन्छ जनता सामु र यो किन गर्यो जे गर्नु खोजेको छ त्यो किन भएको छैन त्यो त्यसको जवाफ त मैले दिनु सक्दैन उहाँहरूले दिनु सक्नुपर्छ त्यो सम्झौताको विषयमा अरू त्यस्ता केही बुदाहरू छन् जो यहाँले उल्लेख गर्नुहुन्छ आम जनतामाझ मैले सम्झिन्न मसँग कागज भए त्यो हुन्थ्यो तर त्यही मोटामोटी त्यही कुरा हो तर संविधान 47 को संविधानमा टेकेर नि सबै काम गरिन्छ भन्ने नै थियो मोटामोटी त्यस्तै अन्डरस्ट्यान्डिङ त्यसैले नै त्यो सहमति अनुसार अगाडि बढ्ने कुरा थियो जब 7 पछि 8 दल भयो त्यसपछि वातावरण बिग्रियो त्यसपछि के भयो जस्तो भित्र पनि यहाँलाई जस्तो त्योभन्दा पछाडि पनि यो किसिमको सम्झौतामा जाउँ अथवा यसरी जाउँ त्योभन्दा पछिल्ला प्रेसरहरू थिए कि इतिहास जबरजस्तै अगाडि बढ्न खोजेको त्यसपछि त धेरै कुराहरू पनि भएको छ 7 मध्ये धेरै आएर भेट्या पनि छन् त्यो समयमा पनि हामीलाई आश्वासन दिएको छ राजतन्त्र बारे नछुने तर चलाउनु पर्ने उही एक्जिक्युटिभ प्राइम मिनिस्टर हुनुपर्ने जुन संविधानमै लेख्या थियो त्यो समयमा त्यही वरिपरि नै कुराहरू भइराख्या हो यो किन बिग्रियो कताबाट कहाँबाट फरक्कै पल्टेको जस्तो लाग्छ मलाई त्यो समयमा त्यो विचारै अब यही हो त्यो उहाँले पनि त्यो मौका छोप्नु भएको हो कि केही देख्नु भयो कि उहाँलाई नै सोध्नुपर्छ अब यो यहाँकै कार्यकालमा अथवा यहाँकै पालामा आइसकेपछि त्यसको जरो नै उखेलेर फालिनुसँग मैले कतै गल्ती गरेछु दोष गरेछु मेरो पुर्खाले गरेको निरन्तरतामा मेरो कुनै भूल थियो भन्ने जस्तो तपाईलाई लाग्छ कि लाग्दैन तपाईले भन्नुभयो ठ्याम्मै त मलाई कहिले पनि लागेको छैन त्यस्तो तर कहिले कहिले लाग्छ अझ अलिकति विवेक पुरा भएदेखि यतिसम्म हुने थिएन कि तर परिस्थिति यसरी
पल्टिँदै गयो त्यो सम्हाल्नु पनि गाह्रो हुँदै गयो र हाम्रो त्यो समयमा कुनै पनि हालतमा जनतालाई दुःख दिने जनतालाई अप्ठ्यारोमा पार्ने नियति थिएन त्यसैले पनि सजिलैसँग छोड्याओ अझै पनि सजिलैसँग छोडेको भन्दै हुनुहुन्छ हैन यो सजिलैसँग छोडिएको स्थिति थियो वास्तवमै के तपाईँ त्यति लामो इतिहास पनि सजिलैसँग विसर्जन गर्दिन त्यसलाई पनि सजिलै भन्न सक्नुहुने अवस्था थियो त्यो होइन कहिले कहिले जितिराख्नुहुन्न कहिले कहिले हार्नु पनि पर्छ त्यो हारेमा तपाईको जित हुन्छ त्यस्तो त भएको छैन तपाईहरुले विचार गर्नु पश्चिमाञ्चलका विभिन्न जिल्लाको भ्रमणका साथै विभिन्न शक्तिपीठहरूको भ्रमणको क्रममा हजारौं सर्वसाधारणहरूको उपस्थिति पाएका पूर्व राजा ज्ञानेन्द्र शाहले संविधान सभाको विघटनसँगै अभिभावकत्वको भूमिका नेतृत्व लिन तयार रहेको चाहना सार्वजनिक गरेका हुन्। nepalnews.com News from Nepal